चाहिँ उहाँले त्यो इलामको चियालाई मुस्तानको चाहिँ नि स्याउसँग जोडिदिनु भएको छ होइन। अनि पूर्वको रानीलाई चाहिँ नि पश्चिमको रानीलाई डोटीको रानीलाई पूर्वको राजासँग चाहिँ नि जोडिदिनु भएको छ। सो इट्स अ होल कन्सेप्ट इज अबाउट लभ। तर लभ भनेको खालि चाहिँ नि त्यो एउटा जुन केटा र केटीको लभ हुन्छ, इट्स नट जस्ट द्याट। यो चाहिँ नि ओभरअल चाहिँ नि लभको कुरा हामी गर्दैछौँ। इट्स अ न्यू सङ। होपफुली तपाईँलाई यो गीत मनपर्छ होला। अब मन परेछ भने हामीलाई ताली दिनुहोस्, मन परेन भने गाली दिनुहोस्, तर इट्स अल राइट। तर मेरो रिक्वेस्ट के भन्दाखेरि यो गीतलाई आज यहाँ सुनिसकेपछि एकचोटि घर गएर कानमा राम्रोसँग सुनिस्। बिकज कन्नडको गीतहरू एकचोटि सुनेर चाहिँ नि अलिकति दिमागमा मनमा पस्दैन क्या। सो यु निड टु लिसन टु इट। सो थ्याङ्क यू सो मच। इट्स अ न्यू सङ। तपाईँहरूको एनर्जी ल्याउनुहोस् त अब। Some